साल काठमाडौँ महानगरपालिका 31 वडा कार्य समितिले आयोजना गरेको यो कार्यक्रममा 31 वडाका धेरै तहसिलदार समितिका व्यक्तित्वहरूलाई सुरुमा त देखिरहेको थिएँ, अहिले तपाईँ देखिएको छैन, क्वेसन सोध्नुभयो जानुभयो। सबैले नै समय छुट्याएर आउने हो। मैले नि बिहान 6 बजेदेखि नै लागिरहेको छु, हिँड्दैछु। पहिला त सुन्ने नै हो, सुनिसके पछाडि गर्न सक्ने नसक्ने भन्ने कुरा हुन्थ्यो। म क्रमशः यहाँले भन्नुभएको कुरा मध्येमा के भयो, के भएको छैन, के क्षेत्र अधिकारभित्र पर्छ, के पर्दैन निकाय राखेर फेरि एउटा कार्यक्रम गरौँ भन्ने चाहिँ सुरुमै निवेदन गरेँ। मुख्य केन्द्र सरकार अथवा सङ्घीय सरकारमा त हुने कुराहरू चाहिँ मैले गर्ने भने मैले पुर्याउने काम गर्ने हो, मेसेन्जरको काम मैले गर्ने हो, समन्वय गर्ने हो, निकायहरूलाई सँगै राखेर यसको एन्सर के हो भनेर पत्ता लगाउने हो। त्यो चाहिँ मैले आफ्नो तर्फबाट गर्नुपर्ने गरी पनि राखेको छु। मलाई नीतिसँग सम्बन्धित केही इन्ट्रेस्टिङ आइडियाज र कुराहरू आजको यस कार्यक्रमबाट आयो, त्यसको लागि म धन्यवाद भन्न चाहन्छु। मुख्य गरी जुन घर बहाल करको विषयमा योभन्दा अगाडि हाम्रो आलोकनगरमा पनि अन्तर्क्रियात्मक कार्यक्रम थियो। घर बहाल करको विषयमा चाहिँ यो कर चाहिँ तिरेको तिरै गरिहाल्छ, कर बापत आउने के हो, महानगरपालिकाले कसरी काम गरिरहेको छ, यो अब सबैले कर भनेर एउटा अङ्क दिएका छौँ, तर त्यो करको हामीले बहालको रकम घटाएर सकभर कमभन्दा कम कर तिरौँ भनेर धेरैजना लागिएको छ। कोही हुनुहुन्छ पूर्ण रूपमा कर तिर्ने, धेरैजना त अझ त्यो करको दायराभन्दा बाहिर नै छौँ, किनभने कर दिएपछि के त भन्ने प्रश्नले सायद पिरोलेको पनि हुनपर्छ। यो महानगरपालिका र वडासँग सम्बन्धित कार्यक्रमहरूमा चाहिँ यहाँहरूले पनि एउटा चाहिँ के गरिदिनु पर्यो भन्ने निवेदन चाहिँ, जस्तै अस्तिको सुनवाई समितिमा निमन्त्रणा थिएन, निमन्त्रणा हुँदो हो भनेदेखि चाहिँ मेरो क्षेत्रका हरेक ठाउँहरूमा मैले भ्याएको खण्डमा म भएको खण्डमा म पुग्छु, मेरो साथीहरूलाई पनि पठाइरहन्छु। साथीहरू चाहिँ पुग्नु भएको थियो। सुनवाई समितिमा पनि कतिजना हुनुपर्छ भन्ने कुरा सायद नीतिगत स्पष्टता चाहिन्छ होला। सुनवाई समितिमा पनि एकदमै जति टोटल वडा बासिन्दा हुनुहुन्छ त्यसको नि एकदमै कम आएर त्यो पास भयो भनिरहेको कुरामा सायद खण्ड 1, खण्ड 2, खण्ड 3 गरेर गर्न पर्ने हो कि। त्यसमा म वडा अध्यक्षज्यूसँग पनि कुरा गर्छु, महानगरपालिकाको अहिलेको प्रमुखज्यूसँग पनि यस्तो विषय आएको छ भनेर म कुरा गर्छु। अर्को हाम्रो राख्नै पर्ने समग्र काठमाडौँ एकको एकदम ठुलो समस्या भने ढलको र खानेपानीको हो। ढलको र खानेपानीको समस्या कति दशकदेखि बल्झिँदै आयो होला। हुन त पहिलाको सरकारहरूले पनि काम चाहिँ गर्नुभयो, कामै नगर्नु भएको त ढलको पाइपै हुँदैन थियो होला, बग्दैन थियो होला, जनसमस्या हुन्थ्यो होला। तर त्यो चाहिँ दीर्घकालीन रूपमा पछिको जनघनत्वलाई अलिकति याद गरेर गरिएन कि भन्ने चाहिँ मेरो एउटा आकलन रह्यो। र अघि बेथान चोकको दाइले भन्नुभयो, नाम मैले बिर्सेँ, विष्णु दाइले भन्नुभयो कि यो हाम्रो पिच रोड चाहिँ अल्को हुँदा घर होचा भएको छन् धेरै ठाउँमा। र त्यसै कारणले अहिले यो डुबान भन्ने जुन चाहिँ कुरो आएको छ, त्यो डुबान चाहिँ फेरि एउटा कारणले मात्र होइन, त्यो पिच अल्को भएर मात्र होइन, खोला साँगुरिएर पनि आएको हो, हाम्रो ड्रेनेजहरू सफा नभएर पनि आएको हो, ढल्का पाइपहरू साना भएर पनि आएका हुन्। हाम्रो चाहिँ प्रायः सबै सहरमा चाहिँ हामीले यस्तो सिमेन्टेड राख्ने भयौँ, परेको पानीहरू तल जान पाएका छैनन्, त्यो कारणले नै आएको हो, बहु कारणहरूले आएको भनिन्छ भनेर मल्टिपल ठाउँमा ट्रिटमेन्ट प्लान्टहरूको योजना अगाडि सारेर त्यो निर्माण पनि गरिरहेको अवस्थामा काठमाडौँ एकका अब ढलमुक्त गर्ने भनेपछि त ढललाई त ट्रिटमेन्ट प्लान्टसम्म चाहिँ पुर्याउनु पर्यो, भित्रको समस्या समाधान गर्नु पर्यो, त्यसलाई इन्टिग्रेटेड हिसाबमा जानुपर्छ भनेर मैले पनि वडा अध्यक्षज्यूसँग 2-3 पटक भेट हुँदाखेरि अब यो अनारका दाना जसरी बजेट नछोडौँ, एकमुष्ट चाहिँ काम गरौँ है भनेर निवेदन चाहिँ गरेकै हुँ। अब यो ढलको पाइपलाइनको जुन कुरा गर्नुभयो यो के रहेछ म एकचोटि वडा अध्यक्षज्यूसँग पनि बुझ्छु। यो 1 वर्ष 2 वर्ष 5 वर्षलाई समाधान हुने, त्यस पछाडि फेरि ब्युतिने गरी चाहिँ नगरौँ, एकैचोटि गरौँ भन्ने चाहिँ मेरो आफ्नो विचार चाहिँ हो। किनभने 5 वर्ष पछाडि फेरि यही कुरा आउँदाखेरि चाहिँ अलिकति राम्रो हुँदैन, 5 वर्ष पछाडि त अन्य कुराहरू आउनु पर्ला। अर्को जुन यो खोला कोरिडोरको विषय भयो, काठमाडौँ एकमा ओपन स्पेसको कमी छ। यहाँ खाली ठाउँ, सार्वजनिक ठाउँ, पार्कहरू छैन
सक्दैनन् जहाँ चाहिँ टर्न सकियोस् घुम्न सकियोस्। त्यस कारणले ओपन स्पेस छ भनेदेखि चाहिँ म यहाँको जनप्रतिनिधि भएको हिसाबले मेरो प्रायोरिटी चाहिँ पार्कहरू हुन्। त्योभन्दा बाहेक केही निर्माण गर्ने हो भनेदेखि मल्टिपर्पज कुराहरू चाहिँ निर्माण गर्नु पर्ला जसले चाहिँ धेरैलाई एकैचोटि चाहिँ सेवा प्रदान गरोस्। नत्र भए चाहिँ पार्क बढी नै महत्त्वपूर्ण हो। अब यो करिडोरको एउटा बाटो चाहिँ बनिसके पछाडि किरापुत्री भवन भनेर जुन भन्नुभयो, स्थानीयको माग अनुसार किरापुत्री भवनहरू निर्माण हुनुपर्छ, यो गर्नुपर्छ भन्ने कुरा चाहिँ स्थानीय तह अन्तर्गतबाट त्यो अगाडि बढ्न सक्छ। त्यसलाई चाहिँ कसैले पनि रोक्ने टोक्ने भन्ने कुरो हुँदैन। एक अर्को सिद्धेश्वर मावि र भीमसेनगोला माविको कुरो चाहिँ यो म निर्वाचित हुनुभन्दा अगाडि नै घर दैलो गर्दाखेरि नै थाहा भएको कुरा र निर्वाचित भइसके पछाडि पूर्वाधार मन्त्रालय, शिक्षा मन्त्रालय र गृहसम्म पनि यो कुरा चाहिँ मैले आफ्नो तर्फबाट पुर्याइ पनि सकेको छु। अब यसपालि शिक्षा मन्त्रालयको बजेट चाहिँ हरेक विद्यालयहरूको इन्फ्रास्ट्रक्चर अडिट गर्ने भन्ने छ। त्यसको मतलब विद्यालयहरूमा पूर्वाधारहरू के कति विकास भएका छन् छैनन् त्यो हेरेर मर्जरमा लाने, त्यो हेरेर त्यहाँ के थपघट गर्नुपर्छ, त्यहाँ कति बजेट एलोकेट गर्नुपर्छ भन्ने पहिला त्यो अध्ययन गर्ने भन्ने विषय छ। अब भीमसेनगोला स्कुल हेर्नुभयो भनेदेखि त्यो एकदम धेरै अध्ययनै गर्नु नपर्ने खालको त्यो ठिङ्रिङ्ग खालको बिल्डिङ मात्र भएको छ, खेल्ने स्पेसहरू पनि छैन। त्यस कारणले त्यो दुईटालाई मर्जर गरेर कुन ठाउँमा लाने हो त भन्नेमा चाहिँ कसैले चाहिँ ट्रली बसको यो अफिस भनेर देखाइरहनु भएको छ, कसैले अरू ठाउँ भनेर देखाइरहनु भएको छ। मिल्ने ठाउँमा चाहिँ मर्जर गरेर लान पर्छ भनेर जोड गर्ने मान्छे अलि अगाडिदेखि नै मै हो। अब त्यो पूर्वाधार अडिट हुँदाखेरि नै हामी सँगसँगै जान्छौँ र त्यो काम चाहिँ हामीले गर्नै पर्नेमा मैले पुस गरिरहेको छु, गर्नै पर्नेमा हामी राख्छौँ। अब गर्नै पर्ने अब दुईवटा एकाडेमिक इन्स्टिट्युसनलाई मर्ज गरेर अर्को ठाउँमा सार्ने भनेको आजको भोलि अथवा एकदम कम समयमा चाहिँ हुँदैन। त्यसमा पोलिसीको इस्युजहरू पनि आउला, इन्फ्रास्ट्रक्चरल कुराहरू पनि आउला, तर यो 1-2 वर्षमा भइसक्नु पर्ने कुरा हो मेरो बुझाइमा एउटा। अर्को चाहिँ यो तारको विषयमा एकदमै धेरै समस्या यहाँहरूले पनि भन्नुभयो, खासै यो भन्नु पर्दैन, सबैजना जो बाटो हिँड्छन् उसले देखि पनि रहेको छ। यसमा चाहिँ ऊर्जा मन्त्रालयले सञ्चार मन्त्रालयसँगको समन्वयमा अहिले फिल्ड भिजिटहरू गरेर यो जेलिएका तारहरूलाई चाहिँ हटाउनुपर्छ भन्ने अभियान सुरु गरिसकेको मैले हजुरहरूलाई यो यहाँ राख्न चाहेँ। यसमा अलिकति समस्या चाहिँ कहाँनिर आएको छ भनेदेखि इन्टरनेट सर्भिस प्रोभाइडरहरूको चाहिँ हरेकचोटि इन्टरनेटको यो लाइन अवरुद्ध हुँदाखेरि उहाँहरूले एकदम छिट्टो आएर बनाइदिनुहुन्छ। हरेकचोटि बनाउँदाखेरि पनि यत्रो ढिक्का तार चाहिँ त्यहीँनिर भइरहेको एकपछि खातका खात थपेको पनि समस्या आएको कारणले, त्यो एउटा मात्रै कारणले सबै भएको होइन है, त्यो पनि एउटा सानो कारण हो भनेर बताउन खोजेको। तर ऊर्जा मन्त्रालय र सञ्चार मन्त्रालयले यो जेलिएको तारहरू हटाउने अभियान चाहिँ लागिसक्यो भन्ने कुरा मैले हजुरहरूलाई भन्न पनि चाहेँ। अर्को अवस्था पुलहरू सार्ने कुरादेखि लिएर यो क्रोनिक डुबानको समस्या त महानगरपालिकाबाट पनि अब महानगरपालिकासँग समन्वय गर्न पर्यो। सो महानगरपालिका प्रमुखज्यूसँग पनि मेरो कुराकानीहरू भइरहेको हुन्छ। उहाँहरूले माइती गरेर थापाथली कुरा बुझ्ने काम चाहिँ गरिदिनु पर्ला भन्ने मैले निवेदन गर्न चाहेँ। अर्को सिसिटिभीको पनि विषय फेरि पनि उता नै ठोकिँदै आयो। अनि एकजना विमलजीले भन्नुभएको थियो महानगरबाट सहुलियत विद्युतमा र पानीमा पाइन सकिन्छ कि भन्ने कुरा चाहिँ उहाँले राख्नुभयो। एकदमै राम्रो कुरा पनि छ, पाइन सकिन्छ कि एकचोटि सोध्न पनि जानुपर्छ। तर स्थानीय तहको विद्युत प्राधिकरणलाई विद्युत लिए बापत तिर्नुपर्ने पैसा एकदम धेरै छ। पहिला त्यो समाधान गर्नुपर्ने पनि एउटा रियालिटी हामीसँग रहेको छ। बाँकी सुनको कुरा गर्नुभयो हजुरहरूसँग मेरो राम्रै डिटेल मिटिङ पनि भएको थियो। त्यहाँ एकजना लयर बहिनी हुनुहुन्थ्यो, ल पढिरहनु भएको, उहाँलाई हामीले फोकल पर्सन बनाएर कनेक्ट पनि गरेको थियौँ। र त्यतिखेर एउटा निवेदन मैले के पनि गरेको थिएँ भनेदेखि हजुर एक ढिक्का हुनुहोस् है, हजुरहरू एज अ टिम नै पीडित पक्ष नै फ्रेगमेन्टेड हुनुभयो भने गाह्रो हुन्छ। मैले भनिराखेको थिएँ, मैले नै हेर्दै समाचारमा अर्थमन्त्रीज्यूबाट हजुरहरू पुगिसक्नु भएको रहेछ, मन्त्रालयहरूबाट पुगिसक्नु भएको रहेछ। समन्वय गर्ने एउटा लाइन चाहिँ हजुरहरूले पनि प्रदान गर्नुपर्छ हो। सांस्कृतिक पार्टीको उहाँले उठाइदिनु पनि भयो, त्यो उठाएर रेकर्डमा पनि बस्यो। त्यो उठाउनु मैले नै अगाडि उठाएको भए त हुन्थ्यो। तर यो मैले त्यतिखेर पनि भनेको थिएँ महत्त्वपूर्ण कुरा यहाँहरूको सुन फिर्ता आउनु चाहिँ महत्त्वपूर्ण कुरा हो, त्यो लाइनबाट जाउँ भनेको थिएँ। म त्यो लाइनमा फेरि पनि के भइरहेछ फलोअप गर्नेछु। मैले हजुरले त्यो भन्नुभएको प्रश्न कोर्नु भएकोलाई मैले नकारात्मक रूपले लिइनँ, किनभने त्यो भाद्रदेखिको अब
1 वर्षको जुन त्यो पीडा बोझ यहाँले लिइरहनु भएको छ खासमा त्यो रिलिज भएको भन्ने हिसाबले मैले लिएको छु। म त्यसमा फलोअप चाहिँ गर्छु। मन्त्रीज्यूहरूले कसले के भन्नुभयो भन्नेको अकाउन्टेबिलिटी मैले लिन सक्ने भएन। उहाँले कसले के कुन बेलामा भन्नुभयो दुःख परिरहेकोहरूसँग अलि नरम भएर बोलिदिँदाखेरि अलिकति दुःख हट्छ भन्ने विश्वास चाहिँ मैले गर्ने भएको भएर र अब यो क्षेत्र भने चाहिँ शिवजीको जस्तो अब बिख लिएर अमृत निकाल्ने क्षेत्र भएर अब रिसै उठिहाल्यो भने पनि दबाउनु पर्छ, रिसाउनु पाइँदैन भन्ने बुझ्छु मैले, त्यसरी नै लिएको छु। मैले केही पनि त्यसमा नोट गर्न मिल्दैन, मैले भन्न मिल्दैन। अर्को चाहिँ ज्येष्ठ नागरिकहरूको विषयको लागि चाहिँ मैले मेरो पार्लियामेन्टको पहिलो सम्बोधन नै ज्येष्ठ नागरिकहरूको विषयमा गरेको हो, किनभने यो क्षेत्रको सबैभन्दा ठुलो एसेट ज्येष्ठ नागरिक नै हुनुहुन्छ, सबभन्दा धेरै र बढ्दै जानुभएको र यो क्षेत्रको मात्र होइन समग्र नेपालमै ज्येष्ठ नागरिकको उमेर बढ्दै जाने र सहारा यहाँ चाहिँ नहुनु भएको। अब विदेश एकचोटि गइसके पछाडि यहाँ एकदमै राम्रो माहौल बन्यो, उहाँहरूले त्यही अनुसारको कमाइ हुने भयो, फर्केर आउनुहुन्छ, कोही कोही मनै बाँधेर बस्नुहुन्छ, नभए रहन सहन रहल पहल मन परे पछाडि चाहिँ जबरजस्ती आऊ भन्न सक्ने अवस्था छैन। हामी नपठाउने जाने नदिने गरी वातावरण बनाउने भनेर चाहिँ काम गरिरहेका छौँ। त्यो पनि काम गरिरहेको चाहिँ अब अलिकति चाहिँ कहाँबाट पनि यहाँलाई स्पष्ट थाहा हुन्छ भनेदेखि जो व्यवसाय गर्नुहुन्छ, जसले चाहिँ पहिला पहिला आफ्नो फाइलहरू सिंहदरबारभित्र पुर्याउनु पर्ने हुन्छ, उहाँहरूसँग एकचोटि कुराकानी गर्नुभयो भने पहिला फाइलहरू सँगसँगै बिटाहरू पनि पुर्याउनु पर्थ्यो। त्यो लाइन तोडिएको छ, त्यो लाइन नमजासँग ब्रेक भएको छ, त्यो बिटो सिटो चाहिँदैन। अब त्यो कर्मचारीज्यूहरूलाई तपाईँलाई चिया खानु पर्दैन भन्नुभयो भने होइन होइन त्यस्तो केही पनि पर्दैन भन्ने हुँदो रहेछ। चिया खाने भन्ने चाहिँ एउटा कोड वर्ड रहेछ, मैले अन्तर्क्रिया गर्दा गर्दै थाहा पाएको त्यस्तो कोड वर्ड हुँदो रहेछ भन्ने कुरो। अर्को सिभिल हस्पिटलमा स्थानीयलाई सहुलियत भन्ने कुरा म एकचोटि यो बुझ्छु, पहिला त बुझ्नै पर्यो। अब सिभिल हस्पिटल पहिले सरकारी पहिले सस्तो अस्पताल हो, निजामती कर्मचारीहरूलाई 50% नै पहिल्यैबाट डिस्काउन्ट हो, त्यसमाथि पनि के हो त भन्ने कुरा म बुझ्छु है, मैले नबुझिकन भन्न मिलेन। प्राइभेट अस्पतालमा चाहिँ अझ बढी चाहिँ भन्न मिल्यो, किनभने त त्यो नाफामूलक भएर अझै पैसाहरू आइरहेको हुन्छ। यहाँ त एउटा मसिन बिग्रियो भने कति समय पुरेर बल्ल बल्ल जिनतिन गरिरहनु भएको हुन्छ, त्यहीँभित्रको कर्मचारीहरू पारिश्रमिक पुगेन भनेर आन्दोलनरत हुनुहुन्छ। अनि त्यही सरकारी अस्पताललाई चाहिँ हामीले अझ 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 प्रेसर दिने हो कि के गर्ने हो त? म एकचोटि यो चाहिँ त्यहीँका निर्देशकज्यूहरूसँग एकचोटि बुझेर, अनि यहाँ त निर्देशकज्यूहरूसँग मात्र बुझेर पनि भएन, यहाँ त यो त सिधै मन्त्रालयसम्म ठोकिने कुरा हो, त्यस पछाडि मात्र मैले केही भन्न सक्छु। मैले एउटै कुरा स्ट्रेस चाहिँ त्यो पहिले सस्तो अस्पताल हो है, सकेसम्म त यो स्वास्थ्य शिक्षा सबै निःशुल्कै गर्नुपर्छ भनेर सरकारले भनिरहेको हो। सरकारले त्यति भन्नको लागि पहिला सरकारकै त ढुकुटी त भरिन पर्यो, तर ढुकुटी भरिएको छैन पनि, कर लाउन पनि अलिकति गाह्रै छ, त्यस कारणले बिचबाट हिँड्दैछ सरकार। त्यो पोइन्टसम्म जाने एउटा आशा बोकेका छौँ। अहिलेको लागि चाहिँ मैले त्यो एउटा निवेदन गर्न चाहेँ। अर्को चाहिँ नारायणजी यहाँ हुनुहुन्न, तर उहाँले सुकुम्बासी अव्यवस्थित बस्तीको जुन कुराहरू उठाउनु भयो, सरकारको तर्फबाट आफ्नो तर्फबाट गर्नुपर्ने काम सरकारले गरिरहेको छ। उहाँ संयुक्त मोर्चाको अध्यक्षज्यू पनि हुनुहुन्थ्यो पहिला, उहाँले आफ्नो तर्फबाट धेरै प्रयास गर्नुभयो होला। 70 वर्षमा 19 वटा आयोग बनेका छन् यहाँ, र कहिले बन्दै कहिले घट्दै जग्गाहरू यहाँ त होइन, तर काठमाडौँ बाहिर चाहिँ बिघाका बिघा जग्गाहरू, 100औं बिघा जग्गाहरू डिस्ट्रिब्युट हुँदै 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 आइसक्दाखेरि पनि यो समस्या चाहिँ समाधानको रूपमा गएन। नजाँदाखेरि चाहिँ ल होइन यसपालि चाहिँ समाधानै गर्नुपर्छ भनेर अगाडि बढेको हो। र काठमाडौँकै हकमा पनि सुकुम्बासी जो वास्तविक सुकुम्बासी हुनुहुन्छ उहाँहरूलाई लाल पूर्जा, उहाँहरू मध्ये सबैलाई त बिस्तारै क्रमिक हुन्छ, उहाँहरू मध्येको लाल पूर्जा वितरण सुरु चाहिँ यही 1-2 महिनामा पनि हुन्छ। यो माननीय प्रतिभा रावल मन्त्रीज्यूले पनि भनिसक्नु भएको छ। त्यस कारणले मैले त्यो निवेदन गर्न चाहेँ, जुन स्थानमा हो त्यही स्थानमा
हो त भन्ने कुरामा सायद होइन भने पनि मैले यहाँ अलिक त्यो यथार्थ पनि पोख्न पर्छ भन्ने मलाई लाग्दछ। किनभने त्यही खोला कोरिडोरको उहाँहरूले त हाम्रो चाहिँ के हो, कसले लाने हो, खोलाले लाने हो कि तपाईँहरूले लाने हो कि हामीलाई कहाँ दिने हो भनेर यत्रो वर्षदेखि दशकौँदेखि पनि धाइरहनु भएको छ। त्यस कारणले खोला कोरिडोर, खोला मापदण्डमा चाहिँ नो कन्स्ट्रक्सन जोन भनेर पनि आउने भएको भएर सकेसम्म चाहिँ मानव बस्तीलाई, जनधनलाई जोगाउने सरकारको दायित्व हो। त्यस कारणले त्यहीँ नै ठुलो कन्स्ट्रक्सनहरू चाहिँ अलिकति गर्न मिल्दैन। त्यहाँ अलिक खाली जग्गा छोडिदियो, पार्क साइड बनाइदियो भने पानी आयो भने पनि सडकसम्म आउँछ, जनधनको क्षति गर्दैन भन्ने आइडियाबाट यो अगाडि बढेको हुन्छ। त्यस कारणले मैले अब कानुनमा जे छ सरकारले त्यो त गर्नु भरि नै हाल्यो, त्योभन्दा बाहेक त्यही ठाउँमा हो त भनेर भन्दाखेरि चाहिँ त्यसको उत्तर ठ्याक्कै मैले चाहिँ यहाँबाट यसरी निवेदन गर्न सक्दिनँ भन्ने कुरा पनि मैले बताएँ। अन्य कुराहरूमा चाहिँ नि वडा नम्बर 31मा मैले चाहिँ हाम्रो टिम, राष्ट्रिय स्वतन्त्र पार्टीको टिम नै छ जसमध्ये पनि केही साथीहरूलाई ग्राउन्ड सचिवालय भनेर बनाएको पनि छु, जसको कारण मुस्कानजी ग्राउन्ड सचिवालयमा हुनुभएको कारण चाहिँ हाम्रो दाजुहरूसँग भेट भयो र फर्स्टमा कुरा आउने बित्तिकै उहाँलाई मैले लौ न यहाँ ठाउँमा कुरा आयो गइदिनु पर्यो भनेर भन्छु। अस्ति भर्खर एकजना एकदमै गरिब दाजुको पनि रेस्क्यु गरेर उहाँलाई कुन ठाउँमा जागृति नगरको एकजना दाजुले लौ माननीयज्यू अब अस्पताल पुर्याउनु पर्यो, चाहियो तपाईँ मात्र भन्नुभयो, केही भन्नु भएन। त्यति मात्रैले त मैले त केही पनि गर्न पनि सक्दैन थिएँ। म त फेरि सदनमा पनि थिएँ, मैले मुस्कानजी ल यस्तो कुरा छ एकचोटि बुझिदिनुहोस् भने पछाडि मुस्कानजी युपी भाइ मिलेर उहाँको अवस्था हेरेर साँच्चै कि नाजुक रहेछ भन्ने पत्ता पाए पछाडि वीर अस्पतालमा चाहिँ समन्वय गरेर उहाँको निःशुल्क उपचार गरेर चाहिँ अहिले बेटर भएर चाहिँ उहाँ डिस्चार्ज हुनुभयो कि उहाँ हुनुहुन्छ, 1 महिनाको लागि हुनुहुन्छ है। गाह्रो रहेछ, उहाँ एक दिन त बेलुकासम्म कुरुवा पनि उहाँ बस्नु पर्यो, उहाँको परिवार कहाँ रहेछ, परिवारले ल्याउनु पर्यो, त्यस्तो छिटपुट कुराहरू भइ नै रहेको हुन्छन्। मिडियामा आएका हुँदैनन्, मिडियामा सबै कुरा ल्याउनु पर्छ भन्ने चाहिँ म मान्दिनँ। अर्को चाहिँ मलाई इम्पोर्टेन्ट लागेको कुरा चाहिँ हाम्रो यो गल्लीहरू साँगुरा छन्, अनि साँगुरा गल्लीभित्र ठुलो यो फायर एक्सटिङ्ग्विसरहरू, दमकलहरू पुग्न सक्दैनन्। त्यस कारणले यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। त्यो छेउछेउमा चाहिँ पाइपहरू जडान गर्न मिल्ने, त्यो रेगुलर पानी फ्लो हुने चाहिँ फायर एक्सटिङ्ग्विसरहरू चाहिँ चाहिन्छ। म यो कुरामा चाहिँ एकदमै नजिकबाट समन्वय पनि गर्छु। अर्को चाहिँ बेवारिसे कुकुरहरूको पनि ठुलो समस्या हो। त्यसमध्ये पनि नेपालको एउटा ठाउँमा त रेबिजै फैलिरहेको छ होइन। यो तुरुन्तै थाहा पाइएन भने प्राणघातक नै रोग पनि हो रेबिज। त्यस कारणले यसको यो बेवारिसे कुकुरको विषयमा र यो फायर एक्सटिङ्ग्विसरको विषयमा पनि कुरा गर्छु। नगर अस्पतालको कुरा आयो, नगर भन्ने नै शब्द छ नि त, नगरपालिकाबाट गठन हुनुपर्ने हो। त्यस कारणले त्यसमा पनि समन्वय चाहिँ गर्छु। मैले हजुरहरूलाई फेरि स्थानीय तहको यो काम हो भनिरहँदाखेरि म पन्छिन खोज्या होइन, सबै नोट डाउन गरेको छु। नोट डाउन गरेर उहाँहरूसँग दैनिक फोन कल हुनेदेखि लिएर भेटघाट हुँदाखेरि चाहिँ लौ न यो ठाउँमा यो रहेछ के गर्ने भनेर चाहिँ भनिरहेको हुन्छु। कुनै ठाउँमा चाहिँ समन्वय गर्दाखेरि पनि अप्ठ्यारो परेर ठाउँमा चाहिँ मैले चाहिँ केन्द्रकै मद्दत लिएर त्यहाँनिर कामहरू गर्ने काम चाहिँ गरि पनि रहेको छु। र कतिपय कुरामा म पनि सचेत हुनुपर्छ कि सङ्घीयता छ, यो राज्यको शक्तिको बाँडफाँड छ, अधिकारको बाँडफाँड छ। त्यस कारणले मैले पनि होइन अब म त जनप्रतिनिधि हो, यति धेरै भोट आइसक्यो, मैले नै सबै हो भन्दाखेरि चाहिँ त्यो मर्मलाई मैले मिच्न हुँदैन भन्नेमा पनि म अलिकति सचेत हुनुपर्छ। त्यस कारणले समन्वय गरेरै काम गर्ने कुरा मैले यहाँ निवेदन गरेँ। अरू केही कुराहरू छुटपुट भएका छन् भनेदेखि चाहिँ हजुरहरूसँग अब यो माइक राखेरै कुरा गर्नेमा चाहिँ म पुगेँ। किनभनेदेखि जति समय छुट्टाएर म पनि आएको थिएँ, किनभने समय नै नदिने भन्ने होइन, तर समय धेरै ठाउँमा दिँदाखेरि चाहिँ मैले पनि यहाँ यति त्यहाँ त्यति भन्नुपर्छ। इमेज आजभोलि अझ इमेज सुधार्नको लागि प्रोग्राम हुनुभन्दा 10-20 मिनट अगाडि गएर पुग्ने गर्न थालेको छु। एउटा ठाउँमा 20 मिनट अगाडि नै गएर पुगेँ, त्यहाँ लगभग 60 मिनट पछाडि कार्यक्रम सुरु भइदियो। त्यहाँ सुरु भइदिएपछि यहाँ अलिकति विलम्ब भयो, मलाई चाहिँ ठ्याक्क अगाडि पुग्छु अनि टाइम भइसके पछाडि चाहिँ ल है भनेर त्यो बानी बसाल्न पनि खोज्या, नेपाली टाइमको त्यो एउटा सन्देशलाई फेर्न पनि खोज्या आफ्नो तहबाट। यति नै कुरा गरेँ। र म अर्को कुरा चाहिँ यहाँहरूलाई एउटा कुरामा चाहिँ मैले प्रेज गर्न चाहन्छु, जुन यो तिनकुनेको पुलिस स्टेसन चाहिँ जुन
जनजाति आन्दोलनको बेलामा आक्रमणमा परेको थियो, ढलेको थियो, त्यसलाई चाहिँ समुदायहरू मिलेर नै जुन पुनर्निर्माण गर्नुभयो। सुधिष्णजी त्यसको चाहिँ समितिको हर्ताकर्ता अध्यक्ष हुनुहुन्थ्यो, के हुनुहुन्थ्यो? सुधिष्ण सचिवज्यू हुनुहुन्थ्यो कि कोषाध्यक्ष हुनुहुन्थ्यो? त्यो समुदाय र प्रहरी साझेदारीमा निर्माण भएको तिनकुनेको कोषाध्यक्ष पनि हुनुहुन्थ्यो। उहाँलाई त्यहाँ देखेर पनि एकदमै खुसी लाग्यो। त्यो हस्तान्तरण गर्ने कार्यक्रममा मलाई पनि निमन्त्रणा गर्नुभएको थियो। त्यो ठ्याक्क कस्तो भनेदेखि जेन्जी विद्रोहकै बेलामा हेऱ्यो भनेदेखि चाहिँ सबैले आक्रमण गरेको, सबैले चाहिँ रिस आवेगमा पोखेको ठाउँ, त्यस पछाडि नै फेरि समुदायले नै रिस आवेग आफ्नो ठाउँमा छ, तर त्यो हाम्रो हो, हाम्रो लागि चाहिन्छ भनेर जुन आफ्नो तर्फबाट एकदमै ठुलो सेवा प्रदान गर्यो। त्यसको लागि पनि म जो त्यहाँ इन्भल्भ हुनुहुन्थ्यो, जसले दान गर्नुभयो, दान कसैले नगद दान गर्नुभयो होला, कसैले श्रम दान गर्नुभयो होला, यहाँलाई पनि म विशेष धन्यवाद भन्न चाहन्छु। त्यस्तो कार्यक्रमहरूले नै हाम्रो समाजमा त्यो सहिष्णुता बिल्डअप गर्दै लाने हो। अहिले चाहिँ अर्को एउटा कुरा चाहिँ डरलाग्दो रूपले आइ पनि रहेछ। यो चाहिँ अब राष्ट्रको कुरा अलिकति गरौँ। धर्मको नाममा, यो अतिवादको नाममा चाहिँ जुन कुराहरू मौलाउन खोजिरहेछ, मौलाउन बाध्य बनाइरहेको छ, यो खतरनाक छ। अलिकति होइन हामीलाई चाहिँ हामीले भन्ने मन्त्र जस्तो, हामीले सुन्ने स्लोगन जस्तो आउँदाखेरि हो त ठिकै छ त भन्ने जस्तो यदि लागिहाल्यो भनेदेखि पनि त्यो खतरनाक छ। त्योबाट चाहिँ हामीहरू सचेत हुनुपर्छ, कमसेकम नेपाल सचेत हुनुपर्छ। नेपालले अहिलेसम्म त्यो धर्मको नामको अतिवाद, विध्वंस हामीले हेरेका छैनौँ, देखेका छैनौँ, नदेखौँ, त्यो लाइनतिर हामी नजाउँ। मैले चाहिँ यही एउटा निवेदन पनि जनप्रतिनिधि भएको हिसाबले हजुरहरूलाई भन्न चाहेँ। अन्य कुराहरू छन् भनेदेखि म एक्सेसिबल मान्छे हो, कुराकानी गर्न सकिन्छ, भेट्न सकिन्छ, यो आयोजना गर्नुहुने र यत्रो टाइमसम्म बसिदिनु हुने, सम्पूर्णले बोलेको पनि सुनिदिनु हुने यहाँहरूलाई चाहिँ अब भन्नेलाई फुलको माला, सुन्नेलाई सुनको माला भन्दै म बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।